संविधानको व्यवस्था मर्म र भावना भुल्न नपाइने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। संविधानको व्यवस्था मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने चेतावनी। थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्ष पेथोङथान थिनावात्राबीच भेटवार्ता, विभिन्न 8वटा सम्झौतामा हस्ताक्षर। राज्य व्यवस्था समितिको बैठकमा 15 गतिको घटनाबारे सरकारसँग जवाफ माग। 22 गतिको बैठकमा जवाफ दिनका लागि गृहमन्त्रीलाई बोलाइयो। बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा कारण देखाउ आदेश जारी, अन्तरिम आदेशका लागि अर्को छलफल। शिक्षकले फेरि थाले राजधानी केन्द्रित आन्दोलन। गुणस्तरीय विद्यालय शिक्षा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन बनाउनु पर्ने माग। तीनकुनेमा भएको प्रदर्शनबारे पूर्व राजाले जवाफ दिनुपर्ने एमाले महासचिव पोखरेलको भनाई। बङ्गलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम नछर्न चेतावनी। नेपाली सेनाको टोली म्यानमार प्रस्थान, करिब 1 साता घाइतेको उपचारमा खटिने, राहत सामग्री पनि वितरण गर्ने योजना। काठमाडौँको टोखामा ट्रकमा भेटिएको 25 करोड बराबरको डलर र युरोको मालिकको पहिचान। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 का नारायण पौडेल मालिक रहेको खुलासा। पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न, गोली लागेको भेटिएन, जलेर मृत्यु भएको पुष्टि। र म्यानमारमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 2886 पुग्यो। हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्यो भीषण आक्रमण। HTC मिडिया, सञ्चार क्षेत्रमा नयाँ आयाम।